सानोमा बुवाको नजरमा हुन्थ्यो सुरक्षाको छाया। कथाको शीर्षक अविराम अग्नि परीक्षा। बिहानीको पहिलो किरण झुल्किनु अघि नै प्रतीक्षाको दिनचर्या सुरु हुन्छ। चराचुरुङ्गी भन्दा पहिले नै बिउजिनु र घरका सबै सदस्यहरू निदाइरहेकै बेला चुलोचौको सम्हाल्नु उनको रहर होइन, एउटा नलेखिएको नियम थियो। हातमा ठेला उठिसक्दा पनि उनले कहिल्यै थकाइको सास फेर्न पाइनन्। घरभित्रको संसारमा उनलाई एउटी जीवित मानव भन्दा बढी एउटा मेसिनको रूपमा हेरिन्थ्यो, जसले कसैलाई गुनासो नगरी सबैको इच्छा पूरा गरिदिनुपर्छ। आफ्नै घरभित्र पनि उनले धेरै पटक पराई महसुस गरिन्। बुबा र भाइहरूका लागि छुट्टै नियम र उनका लागि छुट्टै बन्देजहरू थिए। हाँस्दा पनि सानो स्वरले हाँस्नुपर्ने, हिँड्दा पनि भुइँमा आवाज ननिकाली हिँड्नुपर्ने। उनले भोग्नु परेको पहिलो पीडा नै त्यही विभेद थियो, जुन नुन जस्तै हरेक दिन उनको जीवनमा मिसिएको हुन्थ्यो। जब उनी घरको दैलो नागेर समाजमा पाइला राख्थिन्, त्यहाँको संसार झनै डरलाग्दो थियो। बाटोमा हिँड्दै गर्दा अपरिचित आँखाहरूले उनको शरीरलाई यसरी नाप्थे मानौ उनी कुनै प्रदर्शनीमा राखिएको वस्तु हुन्। ती गिद्धे नजरहरूबाट बच्न उनले आफ्नो शरीरलाई कपडाले जति नै ढाके पनि पुरुषका तिखा नजरहरूले उनको आत्मासम्मै बिझाउँथे। समाजले उनलाई सधैँ एउटा कडा कसीमा राख्यो। अलिकति ठूलो स्वरले बोले छाडा को संज्ञा पाइने, अन्यायको विरुद्धमा आवाज उठाए कुलक्षण भनिने। अफिसमा काम गर्दा होस् वा सार्वजनिक स्थलमा उनले आफ्नो क्षमता प्रमाणित गर्न पुरुषको तुलनामा धेरै गुणा बढी पसिना बगाउनु पर्थ्यो। तैपनि समाजको नजरमा उनको सफलताको पछाडि सधैँ कुनै पुरुषको कृपा खोजिन्थ्यो। विवाहपछि त झन् उनको अस्तित्व नै अर्कैको अधीनमा गयो। आफ्नो थर फेरियो, आफ्नो घर फेरियो र बिस्तारै बिस्तारै आफ्ना सपनाहरू पनि फेरिए। श्रीमानको रिस, सासूको कचकच र समाजको आदर्श बुहारी बन्ने दबावले उनको वास्तविक म कतै हरायो। कहिलेकाहीँ त उनलाई लाग्थ्यो के महिला हुनुको अर्थ केवल सम्झौता मात्रै हो। अझै पनि कुनै दिन साँझ अलि ढिलो घर फर्कनु पर्दा उनको मुटु ढुकढुक हुन्छ। त्यो डर अन्ध्यारोको होइन, अन्ध्यारोमा लुकेर बसेका ती हिंस्रक प्रवृत्तिहरूको हो जसले महिलालाई केवल शिकार देख्छन्। समाजका ठूला ठूला कुरा गर्ने मान्छेहरू पनि उनले लगाएको लुगा र उनको हिन्डुलमा चरित्रको प्रमाणपत्र खोज्न व्यस्त हुन्छन्। प्रतीक्षाले भोगेको यो पीडा कुनै एउटा घटना मात्र होइन, यो त एउटा निरन्तर चलिरहेको सिलसिला हो। घरको भान्सामा तातो तावामा हात डढ्दा हुने दुखाइ भन्दा बढी समाजले उनको भावनामा लगाएको आगोले उनलाई पिरोल्छ। तैपनि उनी हरेक बिहान फेरि मुस्कानका साथ उठ्छिन्, किनकि उनलाई थाहा छ यो कठोर समाजमा बाँच्नका लागि उनले आफ्नो आँसुलाई नै आफ्नो शक्ति बनाउनु पर्छ। यसरी घरको चौगेरादेखि समाजको भिडसम्म एउटी महिलाले हरेक पल एउटा यस्तो युद्ध लडिरहेकी हुन्छन् जसको कुनै पदक हुँदैन, केवल अनन्त धैर्य र अदृश्य पीडाहरू मात्र हुन्छन्। बिहानको अन्ध्यारोमै जब म आँखा खोल्छु, मलाई लाग्छ म एउटी मान्छे होइन, एउटा जिम्मेवारी हो। जुन जिम्मेवारीको कुनै विदा हुँदैन, कुनै प्रशंसा हुँदैन। घरको भान्साको धुवासँगै मेरा सपनाहरू पनि बिस्तारै निसासिएर हराउँछन्। तातो तावामा रोटी सेकाउँदा हात डढ्नु त मेरो लागि सामान्य भइसक्यो, तर जब मेरो अस्तित्व नै कसैको इशारामा चल्नुपर्छ तब मुटु बढी पोल्छ। घरभित्रै पनि मेरा लागि लक्ष्मण रेखाहरू कोरिएका छन्। बुबाको इज्जत, भाइको धाक र श्रीमानको प्रतिष्ठा, यी सबैको भारी मेरो काँधमा छ। मैले अलिकति ठूलो स्वरले हाँस्दा पनि छिमेकीले सुन्छन् कि भन्ने डर मान्नु पर्छ। मेरा खुसीहरू सधैँ अरूको अनुमतिमा निर्भर हुन्छन्। घर मेरो भनिन्छ, तर त्यो घरको भित्तामा मेरो नाम कतै लेखिएको हुँदैन। जब म बाहिर निस्कन्छु, समाजका आँखाहरू मलाई एउटा शरीरको रूपमा मात्र पछ्याउँछन्। सडकमा हिँड्दा अपरिचित पुरुषहरूको त्यो गिद्धे नजरले मेरो आत्मविश्वासलाई हरपल लुछिरहेको हुन्छ। मैले कस्तो लुगा लगाएँ, म कसरी हिँडेँ र म कोसँग बोलेँ, समाजलाई मेरो प्रगति भन्दा बढी मेरो चरित्रको चिन्ता छ। कति पटक त मलाई ऐना हेर्दा पनि डर लाग्छ। कतै मेरो अनुहारमा समाजले कोरिदिएको त्यो असहाय र कमजोरको छाप त छैन। कार्यक्षेत्रमा पुग्दा अर्को युद्ध सुरु हुन्छ। त्यहाँ मेरा पुरुष सहकर्मीहरूले मेरो बुद्धिलाई भन्दा मेरो मुस्कानलाई बढी महत्त्व दिन्छन्। मैले पाएको सफलतालाई मेरो मेहनत होइन, मेरो लिङ्गसँग जोडेर हेरिन्छ। अन्याय हुँदा प्रतिवाद गर्न खोज्छु, तर आइमाई मान्छे भएर धेरै नबोल भन्ने त्यो नदेखिने पर्खालले मलाई सधैँ रोकिदिन्छ। साँझ पर्छ, संसार आराम गर्न घर फर्किन्छ, तर मेरो लागि त अर्को पाली सुरु हुन्छ। दिनभरिको थकाई, बाहिरका ती नमिठा नजरहरूको चोट,
र मनभित्रको गुम्स्याहट, यी सबैलाई एउटा कृत्रिम मुस्कानले ढाकेर म फेरि त्यही भान्सामा उभिन्छु। कहिलेकाहीँ म आकाशतिर हेर्छु र सोध्छु, के मेरो उडान यो घरको छत र समाजको साँघुरो गल्लीमा मात्र सीमित छ? के मेरो आफ्नै कुनै आकाश छैन? यो पीडा कुनै एउटा आँसुको थोपामा अटाउँदैन। यो त पुस्तौंदेखि चल्दै आएको एउटा मौन सङ्घर्ष हो। तैपनि म हार मान्दिन। म सहन्छु, किनकि मलाई सिकाइएको छ सहनु नै नारीको गहना हो। तर कसैले सोधेन त्यो गहनाले घाँटी कति थिचिएको छ भनेर। वासनाको तिर्खा कार्य क्षेत्रमा शंकाको दृष्टि, मेहनत माथि उठ्थ्यो प्रश्न, खोज्दै हिँड्छु एउटा नजर जसमा होस् पवित्र करुणा।